हेलो हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, ढुकदिया भन्दै हजुरहरू पनि सन्चै हुनुहोला, म पनि सन्चै छु भन्दै फेरि पनि आज निमाले अर्को भिडियो साथमा उपस्थित भइसकेकी छे साथीहरू। सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ भन्दै आजको भ्लग फेरि आउँदैछ। कहाँ जान लागेको होला निमा साथीहरू, हेर्नुहोस् पुरा हतारमा छु। अस्तिको पटक नानीहरू मेला जानुभएको थिएन मन्दिरमा, अनि आज फेरि नानीहरूसँग मन्दिर जाँदैछ साथीहरू। नानीहरूलाई लगेर अस्तिको पटक छुट्नु भएको थियो, फेरि जाम भन्नुभयो, अनि त्यसपछि मन्दिर त होइन जति जाँदा पनि के भयो त साथीहरू भनेर नानीहरूसँग मन्दिर जाँदैछु साथीहरू। नानीहरू माथि कुद्नु भएको छ, पुरा हतार साह्रै धौधौ भइसक्यो चाहिँ अटोमा आउनु। नमस्ते, यहाँ सबलाई ढोकाउँदैछु साथीहरू। मेरो आफन्तहरू नमस्ते। यता नन्न तल छिन् फेरि ऊ त्यहाँनिर छ साथीहरू जाने बाटो। आमामा के फाइनली साथीहरू हामी मन्दिरको फर्स्ट गेट आइपुग्यौँ। हेर्नु त्यहाँदेखि अब माथि जानुपर्छ फेरि, यता सामान किन्नेछौँ साथीहरू पूजाको। हजुर गेट सुरु भयो साथीहरू। जान्छ हाँडेरदेखि सुरुवात हिँड्दा भयो नि, पुरा चिसोमा क्या होइन। जति वर्षपछि आयो नि सुरुवात भयो साथी। आज हौ पञ्चमी भएर होला दुख्रे मेलैमा है। असली पसलहरू पनि रहेछ साथीहरू। यस्तो छ साथीहरू, हेर्नु हाम्रो लेकतिरको सही कुमारी मन्दिर आज पनि त्यस्तै भिड रहेछ साथीहरू। अब हामी पूजा गर्ने तयारी हुँदैछ साथीहरू। मान्छेहरू अस्ति त मैले भिडभाडको कारणले राम्रोसँग देखाउन पाएन, आज चाहिँ म राम्रोसँग देखाउँदैछु। अब हामी माथि पूजा गर्न, माथिबाट तल झर्ने त यता छन् मेरा मान्छेहरू, पूजा गर्ने मान्छेहरू।
पाएँ नमस्ते भन्दै फाइनली साथीहरू पूजा गरेर सकियो हाम्रो आजको मेरा नानीको परिवारहरू है साथीहरू त अब हामी पुरा पूजा गरेर जाँदैछौँ हेर्नु यता पुरा भिड छ आजको पञ्चमीको साथीहरू पुरा भिड हुँदो रहेछ यस्तो छ त साथीहरू यो निमा कति मन्दिर जान्छ भन्नु होला साथीहरू म त मान्छेहरू पालोसँग ल्याउँदै आउँदै मन्दिर पुर्याउँदै क्यामेरामा खिच्न ल है त साथीहरू फाइनली मन्दिरबाट पनि घर पुगियो अनि है साथीहरू कस्तो लाग्छ आजको मन्दिरको भलक हजुरहरूलाई यो निमा कता अस्तिको पटक नानीहरू छुट्नु भएको थियो जानुभएको थिएन उहाँहरूले बोका चलाउनु थियो त्यही भएर जाम भनेपछि अब जानै पर्यो होइन यो पञ्चमीमा हो त्यही भएर आज चाहिँ अब भिडियो कस्तो आउँछ हजुरहरूलाई कस्तो लाग्छ निमा सधैँ मन्दिर जान्छ सधैँ मन्दिरको भिडियो भलक बनाउँछ भनेर तर मन्दिर त मन्दिरै हो भगवान् त भगवान्मा पुज्नै पर्यो जति पटक भ्याइ नै होइन साथीहरू त्यस कारणले फेरि आजको मन्दिरको भलक आइसकेको छ हजुरहरूलाई कस्तो लाग्छ हेरिदिनु होला र प्रतिक्रिया दिनु होला भन्दै सबैजना बाई बाई है सबैजनालाई साथीहरू कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला भन्दै सबैजनालाई